अनि गुरु आत्मानन्दले प्रधानमन्त्री भएर मेरो घरमा आउनु। अन्तर्वार्तामा एएफपीसँग उनले यसअघि नगरेका कतिपय कुराहरू खुलेर गरेका छन्। कहिले न्युयोर्क टाइम्सलाई त कहिले मेट्रोपोलिसलाई अन्तर्वार्ता दिएका उनी त्यसबेला उनले आफ्नो मधेससँगको कनेक्सन रत्तीभर पनि खुलाएका थिएन। त्यो तपाईको दिमागमा छाप बनेर बस्छ। यो उनको पर्सनल ब्रान्डिङ हो। मिडिया सोशल मिडियामा यस्तो टिप्पणी भइरहँदा पनि बालेनकै नाम र हाइप ट्रेन्डिङमा नै रहिरहने भयो। यो शैलीलाई सबलाइन मार्केटिङ भनिन्छ। नेपालको मौसम यति बेला चिसो भए तापनि चुनावी माहौलले निकै गर्मी बढाएको छ। माहौल यति धेरै तातिनुका पछाडिको एउटा प्रमुख कारण हो झापा 5 बालेन शाह भर्सेस केपी शर्मा ओली। 2079 को स्थानीय चुनावबाट काठमाडौँको मेयरका रूपमा उदाएका बालेन शाह देशमा भर्खरै भएको जेनजी आन्दोलनमा प्रत्यक्ष भाग नलिए पनि उनी त्यसको केन्द्रबिन्दु नै बने। आन्दोलन पश्चात तय भएको निर्वाचनमा अहिले सिंहको मुलुक नै लागि परिरहेको छ। निर्वाचनको माहौल तात्ने काम त तब सुरु भयो जब बालेनले झापा 5 बाट आफ्नो उम्मेदवारी दर्ता गराए। ठूलो मानवीय तथा भौतिक क्षति भएको जेनजी आन्दोलनको बेला प्रधानमन्त्रीको रूपमा रहेका केपी शर्मा ओलीले पटक पटक निर्वाचन जित्दै आएको क्षेत्र हो झापा 5। यस्तो अवस्थामा यहाँ हुने यो चुनावी प्रतिस्पर्धा केवल दुई व्यक्तिबीचको प्रतिस्पर्धा मात्र रहने छैन। यो दुई युगको, दुई सोचको र दुई रणनीतिको महासंग्राम बन्दैछ अनि यसैमा पूरा देशको ध्यान केन्द्रित छ। 2079 मा नै स्वतन्त्र उम्मेदवारको रूपमा 23,000 भन्दा बढीको मतान्तरले नेपाली कांग्रेस र नेकपा एमाले जस्तो स्थापित दललाई हराएका थिए बालेनले। उनको यो जित केवल संयोग थिएन, यसको पछाडि सुनियोजित, साइन्टिफिक र अन्तर्राष्ट्रिय स्तरमा समेत प्र्याक्टिस हुने गरेका डिजिटल स्ट्र्याटेजीहरू थिए, क्याम्पेनिङ थिए। अब त्यसबेला प्रयोग गरिएका ती स्ट्र्याटेजीहरू मात्र अहिलेको निर्वाचनमा केपी ओलीसँग जित हासिल गर्नको लागि पर्याप्त छैनन् भन्ने कुरामा बालेन र उनको टिम स्पष्ट भइसकेको देख्न सकिन्छ। त्यसको प्रमुख कारण हो ओलीले यसअघिका निर्वाचनमा झापा 5 बाट ल्याएको मत परिणाम, पर्सनल ब्रान्डिङ, सोशल मिडियाको प्रयोग जस्ता स्ट्र्याटेजीहरू स्थानीय निर्वाचनमा नै प्रयोग गरिसकेको उनी र उनको टिमले झापा 5 को लागि थप नयाँ के कुराहरूको सशक्त प्रयोग गरिरहेका छन्। अन्तर्राष्ट्रिय स्तरमै चुनावी नतिजा आफू अनुकूल बनाउन प्रयोग हुने ती स्ट्र्याटेजीहरूको इम्प्लिमेन्टेसन उनीहरू कसरी गरिरहेका छन्, उनका थुप्रै सेक्रेट चुनावी रणनीतिका बारे विशेष खुलासा गर्दैछौँ आजको यस भिडियोमा। तपाईलाई एउटा सानो रिक्वेस्ट, हामीले बनाउँदै आएका यस्ता भिडियोहरूको लागि तपाईँ एक सब्सक्राइबरको पनि अत्यन्त ठुलो रोल हुन्छ। त्यसैले च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गर्नुहोस् है अनि भिडियो पुरा बुझ्न अन्तिमसम्म हेर्नुहोस् है। झापा 5 का लागि बालेनले लिएको मुख्य रणनीति मध्ये एक चाहिँ उनी उम्मेदवारी दर्ता गर्नुअघि इलामको लारुम्बाका किरात धर्मगुरु आत्मानन्द लिङ्गदेनसँग आशीर्वाद लिन धर्मगुरुकै काठमाडौँ स्थित आश्रममा पुगेका थिए। यसअघि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, स्वर्गीय सुभाष नेमुवाङदेखि केपी शर्मा ओलीसम्मले चुनावी अभियानको औपचारिक सुरुवात अघि उनलाई भेट्न लारुम्बा नै पुग्ने गरेका थिए। यस पटक भने ओली भन्दा अघि नै बालेनले उनलाई भेटेर आफ्नो चुनावी अभियान प्रारम्भ गरेका छन्, त्यो पनि मिडियालाई धेरै सुइँको नदिई। अनि गुरु आत्मानन्दले प्रधानमन्त्री भएर मेरो घरमा आउनु भनेर उनलाई दिएको आशीर्वादलाई पनि अर्थपूर्ण रूपमा बुझ्न सकिन्छ। प्रधानमन्त्री भएर मेरो घरमा आउनु। किरात धर्मगुरु लिङ्गदेनको प्रभाव इलामका विभिन्न क्षेत्रहरूका साथै झापामा पनि उल्लेख्य रूपमा रहेको बुझिन्छ। त्यसैले धर्मगुरुको आशीर्वाद त छँदैछ, त्यसका अलावा उनका अनुयायीहरूको मत आफूतर्फ तान्न उनको यो भेटघाट महत्त्वपूर्ण देखिन्छ। नेपालका मूलधारका मिडियाहरूसँग खुलेर कुरा नगर्ने बालेन अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई लिएर भने सेन्सिटिभ छन् भन्ने कुरा उनले बेला बेलामा अन्तर्राष्ट्रिय मिडियामा दिने गरेको अन्तर्वार्ताहरूले प्रष्ट पार्छ। झापा 5 मा आफ्नो उम्मेदवारी दर्ता गर्नु ठिक 2 दिन अघि अर्थात् जनकपुरको कार्यक्रमको ठिक 1 दिन अघि उनले एएफपीलाई एक अन्तर्वार्ता दिएका थिए। एएफपी एक विश्वचर्चित न्युज एजेन्सी हो। अन्तर्वार्तामा एएफपीसँग उनले यसअघि नगरेका कतिपय कुराहरू खुलेर गरेका छन्। राष्ट्रपासँगको एकता बारे बोल्दै उनले सामाजिक न्याय सहितको उदार आर्थिक प्रणाली जसमा गरिबहरूका लागि निशुल्क शिक्षा र स्वास्थ्य सेवा समावेश गर्ने जस्तो आइडियोलोजीमा राष्ट्रपा र आफू एक भएको बताएका छन्। साथै छिमेकी दुई राष्ट्रसँग उनले न्युट्रल सम्बन्ध राख्न चाहेको भनेर पनि उनले भनेका छन्।
यी विषयहरूमा उनले अहिलेसम्म नेपाली मिडियालाई प्रत्यक्ष या आफ्नै सञ्जालबाट पनि बताएका थिएनन्। अब राष्ट्रिय स्तरमा त उनले आफ्नै सामाजिक सञ्जालबाट र यहाँका आफ्नै विभिन्न गतिविधिबाट जानकारी दिने नै भए, तर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कुराहरू लाउड गराउन अन्तर्राष्ट्रिय न्युज मिडियालाई अन्तर्वार्ता दिँदा आफ्नो मेसेज प्रत्यक्ष जस्ताको त्यस्तै जाने कुरा उनले बुझेको देखिन्छ। त्यसैले क्रुसियल बेलाहरूमा उनले यस्तो अन्तर्वार्ता दिने गरेका छन्। यसअघि पनि कहिले न्युयोर्क टाइम्सलाई त कहिले मेट्रोपोलिसलाई अन्तर्वार्ता दिएका उनी यो बेला अरू राष्ट्रले आफूलाई हेर्ने दृष्टिकोण कन्ट्रोल गर्न चाहे जस्तो देखिन्छन् र यो अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि बनाउन उनले अपनाएको एक किसिमको स्ट्राटेजी नै हो। 2079 को चुनावका बेला उनले थुप्रै मूलधारका मिडियाहरूमा अन्तर्वार्ता गरे, आफ्ना कुराहरू राखे र आफ्नो प्रचार गरे। त्यसबेला उनले आफूलाई ठूलो मासमा चिनाउनका लागि मिडियाहरूको व्यापक प्रयोग गरेका थिए। चुनाव उठ्नु अघि उनी र्यापर भए पनि सीमित व्यक्तिहरूका बीच मात्र परिचित थिए, त्यसैले उनले मिडियाहरूको भरपूर प्रयोग गरे। तर मेयर बनेपछि उनको पपुलारिटी बढेसँगै उनले पूर्ण रूपमा ती मिडियाहरूसँग दूरी बनाएका छन्। अहिले उनको सामाजिक सञ्जालमा नै पर्याप्त फलोअर्स छन्। जेनजी आन्दोलन पश्चात त झन् उनको औपचारिक अभिव्यक्ति खोजी खोजी हेरिने ठाउँ नै उनको सामाजिक सञ्जाल बनेको छ। अनि फेरि उनलाई समर्थन गर्ने उनकै साथीद्वारा सञ्चालित मिडिया रुटिन अफ नेपाल बन्दले पनि उनको आवाजलाई अझ धेरै ठाउँमा पुर्याउन मद्दत गरिरहेको छ। यसो हुँदा उनलाई मूलधारको मिडिया त उल्टो बोझ हुन जाने जस्तो देखिन्छ, किनकि पहिलो त नेपालका मूलधारको मिडियाको निष्पक्षतालाई लिएर बेला बेला प्रश्न हुने गरेकै छ। हालै पनि प्रधानमन्त्रीका उम्मेदवारहरू बीच गराउने भनिएको डिबेटमा मिडियाको निष्पक्षतामाथि ठूलो बहस भएको थियो। अनि अर्को कारण चाहिँ मूलधारका मिडियाबाट टाढा भएर सामाजिक सञ्जाल मार्फत मात्र आफ्ना कुराहरू व्यक्त गर्दा त्यसमा प्रति प्रश्नको जोखिम भएन, त्यसमा कहीँ कतै पनि चिप्लने डर भएन, तुरुन्तै के उत्तर दिने भनेर सोचिरहनु पर्ने भएन र आफ्ना कुराहरूलाई सन्तुलित ढङ्गले सामाजिक सञ्जाल मार्फत भन्न पाइने भयो। यो कुरा कसरी पनि प्रष्ट हुन्छ भने मेयर भएको सुरुवातमै बानेश्वर स्थित अल्फाबिटा कम्प्लेक्सको पार्किङ लटमा भएको यो घटना हेर्नुहोस्। यो नै उनी आफ्नो काम गर्दै गरेको अवस्थामा फिल्डमा देखिएको पहिलो घटना होला। यस पश्चात फाटाफुट्टा बाहेक उनी त्यसरी कहिले आफ्नो काम गर्दै गरेको अवस्थामा फिल्डमा देखिएनन्। यहाँ यी व्यक्तिसँग वाद विवाद हुँदा उनले आफ्नो टेम्पर लुज गरेको देखिन्छ, जसले गर्दा उनले यहाँ गर्दै गरेको कामका लागि अन्य हिसाबले समर्थन भए पनि यसरी प्रस्तुत भएकोमा भन्ने व्यापक आलोचना भएको थियो। हो, यस्तै मिडियामा पनि धेरै बहस हुन्छ, उल्टो सुल्टो प्रश्न सोधिन्छ, तर्क वितर्क गरिन्छ। उनको आजसम्मको गतिविधि हेर्दा यस्तो कार्यमा उनी कमजोर देखिन्छन्, त्यसैले नै उनी मिडियाबाट टाढा छन्। यसको पछाडिको अर्को प्रमुख कारण भनेको मिडियाबाट यसरी टाढा रहेर रहस्यमय जस्तो रहँदा पब्लिकले पनि सामाजिक सञ्जालमै उनको अभिव्यक्ति पर्खिरहेका हुन्छन्, जसले गर्दा उनको भ्यालु अझ बढ्ने भयो। यो कुराको उदाहरणको रूपमा हामी जेनजी आन्दोलनको बेलालाई लिन सक्छौँ। त्यसबेला बालेनले स्ट्याटस मार्फत कति बेला के भन्छन् भनेर कुर्ने जमात निकै ठुलो थियो। साइकोलोजीमा पनि यो एउटा इस्टाब्लिस कुरा हो। कुनै कुरा सहज उपलब्ध नहुनुले त्यसको एक किसिमको भ्यालु बढाउँछ, मानिसहरूमा त्यसप्रति चासो बढाउँछ। उनी सहज उपलब्ध नहुने कारणले नै अहिले मिडियामा उनको बहस झनै धेरै भइरहेको देखिन्छ। उनका ससाना क्रियाकलापको पनि चर्चा हुन्छ, सानो कुरालाई पनि अर्थपूर्ण रूपमा हेरिन्छ। यही कारणले नै उनी सहजै उपलब्ध नभनेर सीमित माध्यममा मात्र कुरा राखेर यस्तो स्ट्राटेजी प्रयोग गरिरहेको देखिन्छन्। बालेनले स्थानीय निर्वाचनमा र अहिले पनि प्रयोग गर्दै गरेको अर्को मुख्य स्ट्राटेजी हो पर्सनल ब्रान्डिङ। स्थानीय निर्वाचनमा उठ्दा उनले आफूलाई काठमाडौँमा हुर्के बढेको, यहीँको नेवारी संस्कृतिसँग अभ्यस्त रहेको र यहाँको स्थानीय रहनसहन वेशभूषा बुझेको उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए। त्यसबेला उनले आफ्नो मधेससँगको कनेक्सन रत्तिभर पनि खुलाएका थिएनन्। तर अहिले उनले आफूलाई मधेसकै छोरोको रूपमा ब्रान्डिङ गर्दै मधेसको ठूलो भोटर संख्यालाई आफू र आफ्नो पार्टीतर्फ आकर्षित गरेका छन्। उनी मधेसकै वेशभूषामा प्रस्तुत हुनु, मधेसको राजधानी जनकपुरमै कार्यक्रम गरिनु, रामजानकी मन्दिर दर्शन गर्नु आदिले उनको त्यहाँका युवा पुस्ताका साथै बुढो पुस्ताको पनि ध्यान खिच्न खोजेको देखिन्छ। रामजानकी मन्दिरको दर्शन, पाथिभराको दर्शन गर्दै उनले आफू धर्मप्रति आस्थावान रहेको देखाएका छन्। अनि यो कुरा भारतमा नरेन्द्र मोदीले चुनावी अभियानमा हिन्दू र हिन्दुत्वलाई स्ट्राटेजिक टुल्स बनाएको कुरासँग मिल्दोजुल्दो देखिन्छ। अहिलेको उनको यस्तो रणनीति हेर्दा उनले कुन बेला कहाँ के कुरामा खुल्ने, के कुरा खुलाउने या भन्ने भनेर मसिनो गरी सोचेर सम्झेर मात्र अघि बढ्ने गरेको देखिन्छ।
स्थानीय चुनावका बेला कालो पहिरनलाई आफ्नो ब्रान्डिङका लागि प्रयोग गरेका उनले अहिले पनि पुनः त्यसैलाई निरन्तरता दिइरहेका छन्। कालो टोपी, कालो ज्याकेट, कालो प्यान्ट अनि कालै चस्मा। अब हेर्नुस् त, जनकपुरको आमसभाको भोलिपल्ट झापामा कसैले उनलाई यो पहिरनमा देखेको छ भने र यदि उसले उनलाई दार्चुलामा परबाट नै झट्ट देख्यो मात्र भने पनि उनी चिनिहाल्छन्, किनकि उनको पहिरन एकै किसिमको छ। अनि यही पहिरनका तस्बिर अहिले सामाजिक सञ्जाल, युट्युब, टिभीमा छ्यापछ्याप्ती छन्। अब यदि कुनै एउटै कुरा तपाईँ बार बार देखिरहनुहुन्छ भने ह्युमन साइकोलोजीले पनि यो भन्छ कि त्यो तपाईँको दिमागमा छाप बनेर बस्छ। तपाईँ हत्तपत्त त्यो कुरा बिर्सनुहुन्न हो। उनी यही चाहन्छन्, आफ्नो मतदाताको दिमागमा छाप बनेर बस्ने। त्यसैले तपाईँहरूमध्ये धेरैले सोच्नु भएको होला फुर्सद नभएर या अल्छी गरेर उनी एउटै लुगा लगाएर यतिका दिनसम्म बस्ने रहेछन् भनेर। तर यो उनको प्लान स्ट्र्याटेजी नै हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झट्ट सम्झनुस् त, तपाईँको दिमागमा सबकन्सियसली पक्कै रातो रङ आइरहेको छ। हो, उनले आफ्नो फर्मल पहिरनमा लगाउने टाईहरूमध्ये 70% टाईको रङ रातो हुन्छ। यो उनको पर्सनल ब्रान्डिङ हो। रातोले पावर, कन्फिडेन्स र आफ्नो डोमिनेन्सलाई झल्काउँछ। त्यस्तै बालेले लगाइरहेको कालो पहिरनले पनि पावर, अथोरिटी र रहस्यमय कुराहरू जनाउँछन्। रहस्यमय त उनी छन् नै। उनी कम बोल्छन्, आफ्नो बारे खुलेर कमै कुरा गर्छन् र सोचेर सम्झेर टिमको सहारामा मात्र स्टेप लिने गरेको देखिन्छ। यसका साथै कालो रङ स्थापित कुराहरूप्रति विद्रोह झल्काउने रङ हो। उनको उदय पनि त्यसरी नै भएको छ। काठमाडौँ महानगरमा स्थापित पुराना दलहरूलाई हराउँदै मेयर बने अनि अहिले पनि स्थापित दलका अध्यक्ष तथा पटक पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई हराउन उनी लागि परेका छन्। यसरी उनी आफ्नो पर्सनल ब्रान्डिङलाई चुनाव जित्ने मुख्य हतियार बनाइरहेका छन्। केही दिन अघि मिडियामा अबको प्रधानमन्त्रीको उम्मेद्वारहरू बीच बहस हुनुपर्ने, आफ्नो एजेन्डा सार्वजनिक गर्नुपर्ने भनेर एक किसिमको दबाव सिर्जना सुरु भएको थियो। दबाव सिर्जना हुँदै जाँदा पूर्वको भ्रमण पश्चात फर्किएका बालेनले भोलिपल्टबाटै विभिन्न उम्मेद्वारहरूसँग कुराकानी गर्दै आफ्नो एजेन्डाहरू सार्वजनिक गरे, त्यो पनि ससाना मिडियाका लाइभ तथा रेकर्डेड भिडियोहरूबाट। यो कुरालाई अझ विस्तृतमा बुझौँ। उनले प्रधानमन्त्री उम्मेद्वार बीच हुनुपर्ने भनिएको बहसलाई त केपी ओलीकै पोस्टको कमेन्टमा रिप्लाई दिएर इन्कार गरे नै, साथै आफ्ना केही भावी योजना र एजेन्डा भने सफ्ट हिसाबले सार्वजनिक गर्न भ्याए, त्यो पनि मिडिया प्रयोग गरेर नै। सामान्यतया आफ्नो भेटघाटमा मिडिया प्रवेश नदिने उनको त्यस दिनको पार्टीका उम्मेद्वारहरूसँगको भेटघाट र कुराकानी भने मिडियाले खिचिरहेको देखिन्थ्यो। उम्मेद्वारहरूसँग कुराकानीमा उनी आफ्नो योजना र एजेन्डा सहित गफ गरिरहेको सुनिन्छन् अनि तिनै मिडियाहरूबाट एकपछि अर्को गर्दै उनका ती कुराकानीहरू सार्वजनिक भए। ठ्याक्कै ओरिजिनल सुकुम्बासी को हो भन्ने चाहिँ छुट्याउनै सकेन क्या। त्यो चाहिँ सरकारले पनि सकेन, भूमि आयोगले पनि सकेन। प्रोडक्सन क्वालिटी भन्दा पनि बजारको बजार सुरक्षित हुनु पर्यो। त्यो खेत यति एरिया चाहिँ ल यतिमा चाहिँ अब फाइट गर्छ एउटा हाल्यो भने पछाडि ट्राई गर्दैन। अब यहाँ उनले मिडियालाई आफ्ना कुराकानीका बारे खिच्न दिएको र मिडियाले पनि कन्टेन्ट पाएको हिसाबमा ती दृश्य खिचेर हालेको जस्तो देखिए तापनि वास्तवमा यसरी उनी आफ्नो एजेन्डा र भिजन ती मिडिया मार्फत प्रस्तुत गरिरहेका थिए। त्यसपछि सञ्जाल र मिडिया एजेन्डा प्रस्तुत गर्नुपर्ने भन्ने बहसबाट फेरि उनले प्रस्तुत गरेका एजेन्डामाथि बहस गर्नतर्फ मोडियो। उनले एक हिसाबले मिडियालाई आफू अनुकूल प्रयोग गर्ने गरेको यो र यस्ता अन्य कैयौं उदाहरणहरू छन्। अब यति बुझिसकेपछि यी सबै कुरा उनले र उनको टिमले सोचेर सम्झेर चालेका कदमहरू हुन् भनेर बुझ्न गाह्रो हुँदैन। अर्को यो भिडियो हेर्नुहोस्। राम्ररी गर्नु होला, कसैलाई गाली नगर्नु होला। कुनै पार्टीको कुनै नेतालाई गाली नगर्नु होला। गाली गरेर काम छैन, गाली गर्नु हुने पनि केही होइन। अरूलाई गाली गर्ने समयमा बरु आफूले के गर्न सकिन्छ त्यो कुराहरू तपाईँले राखिदिनु भयो भने चाहिँ चुनाव राम्रै हुन्छ। हामी पोजिटिभमै छौँ, माहौल हेर्दा पनि राम्रै छ। यहाँ उनी आफ्ना उम्मेद्वारहरूलाई अन्य नेता तथा उम्मेद्वारहरूलाई गाली नगर्ने, नकारात्मक कुरा नगर्ने भनेर भन्दै गरेको सुनिन्छन्। निर्वाचनका बेला हुने गरेको आरोप प्रत्यारोपमा अन्यहरूको तुलनामा उनी एकदमै कम अरूको बारे नकारात्मक कुरा गर्छन्। तर उनलाई लिएर सिङ्गो एमाले र अन्य केहीले पनि लगातार नकारात्मक अभिव्यक्ति दिइरहेको देखिन्छ। यसले उनलाई हानि गर्ने भन्दा पनि बढी फाइदा पुर्याइरहेको देखिन्छ। यसलाई एन्टागोनिस्टिक ब्रान्डिङ अथवा एडभर्सेरियल ब्रान्डिङ पनि भनिन्छ। अझ डिटेलमा बुझौँ। यहाँ बालेनलाई केपी शर्मा ओली, महेश बस्नेत, शङ्कर पोखरेल लगायतले
लगातार नकारात्मक टिप्पणी गरिरहँदा बालेन ती कुराहरूप्रति मौन देखिन्छन्। त्यसो हुँदा एक त लगातार नकारात्मक टिप्पणी गरिरहनेलाई जनताले बालेनको एगेन्स्टमा हेर्ने भए, यस्तो टिप्पणी मन नपराउनेहरूले स्वाभाविक रूपमा बालेनकै पक्ष लिने भए। उनीहरू विशेष त बालेन मन परेर भन्दा पनि टिप्पणी गर्नेहरू मन नपरेर बालेनको पक्ष लिने भए। अनि अर्को चाहिँ मिडिया, सोसल मिडियामा यस्तो टिप्पणी भइरहँदा पनि बालेनकै नाम र हाइप ट्रेन्डिङमा नै रहिरहने भयो। अल्गोरिदममा उनी परिरहने भए, जसले उनलाई प्रचारका लागि अझ फाइदा पुग्ने नै देखियो। ह्युमन साइकोलोजीमा पनि इग्नोरेन्स इज द बेस्ट रिभेन्ज भनेर भन्ने गरिन्छ। त्यसैले उनी र उनको टिम सोचेर सम्झेर बुझेर नै यस्ता कुरामा मौन रहन खोज्छन्, विरोधीहरूलाई सकेसम्म जवाफ दिँदैनन्। यही कुरा झापा 5 मा पनि लागू हुन्छ। जेनजी आन्दोलनपछि पब्लिकमा एउटा ठूलो मास केपी ओली र उनको दलप्रति रुष्ट देखिन्छ। त्यसबेलाको प्रधानमन्त्री उनी रहेको र 2 दिनमै 76 जनाको मृत्यु भएकाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा उनको भूमिकामाथि जनताको प्रश्न रहेको देखिन्छ। ओलीको निर्वाचन क्षेत्र झापा 5 मै पनि त्यसबेला आन्दोलनको विभिन्न स्वरूपहरू देखिएको थियो, जसबाट पनि थाहा हुन्छ कि उनकै निर्वाचन क्षेत्रमा पनि उनको विरोध गर्नेहरू छन् भनेर। हो, यसैलाई क्यास गर्न यो बेला उपयुक्त हुने र ओलीसँग रुष्ट हुने ती मतदाताहरूको पनि मत पाउन सकिने उद्देश्यले बालेनले झापा 5 रोजेको देखिन्छ। बालेनलाई मन पराउने मतदाता र विशेष गरेर युवा पुस्ता त बालेनतर्फ उभिने नै भए, साथै ओलीलाई मन नपराउनेहरूको मत पनि यही बेला उनीतर्फ आकर्षित हुने सम्भावना बलियो देखिन्छ। काठमाडौँ महानगरपालिकाको मेयर हुनु अघि उनी एक र्यापर थिए, जसले गर्दा सेलिब्रिटी र इन्फ्लुएन्सरसँग उनको एक लेभलको चिनाजानी पहिले नै थियो। तर मेयर भएसँगै उनको चर्चा थप चुलियो र उनका सम्बन्धका दायराहरू अझै फराकिलो भए। उनले महानगरमा हुँदा विभिन्न कार्यक्रमहरूमा खेलाडी, सेलिब्रिटी, इन्फ्लुएन्सरहरूलाई सक्दो सम्मान दिने प्रयास गरे, जसले गर्दा अहिले तिनै इन्फ्लुएन्सर र सेलिब्रिटीहरूका साथै थप अन्यले पनि उनको समर्थन गरिरहेका छन्, बिना कुनै शुल्क उनको प्रचार गरिरहेका छन्। अझ कतिपय कलाकारहरू उनको चुनावी अभियानमा नै खटिरहेको देखिन्छन्। यसले उनलाई अझ धेरै जनतासँग जोडिन सजिलो भइरहेको अवस्था छ। उनी कुराकानीमा गफगाफमा प्रष्ट रूपमा खुल्ने भनेको चाहिँ स्यावेज शैलीमा हो, अर्थात् प्रश्नहरूको उत्तर व्यङ्ग्यात्मक भाषामा दिने, सामाजिक सञ्जालमा गफगाफ कुराकानीहरूमा सटिक, छोटो अनि ठट्टा गर्ने गरी तीखो कुरा गर्ने आदि उनले अपनाइरहेको शैली हो। यसले गर्दा उनलाई विशेष गरेर जेनजी पुस्तामा चर्चित बनाएको छ। अलिक बुढो पुस्तालाई यो शैली भद्दा वा हल्का लागे पनि जेनजी पुस्ता यस्तै शैली रुचाउँछ। महानगरको मेयर हुँदा बैठकहरूमा बस्दा होस्, आजै सकाउनु मिल्छ तिहार? आजै होइन भने सुरुवात त गर्नु पर्यो नि। ल ल ठिक छ, तिहारलाई चाँडो सकिनु भन्छु म। हस्। या अहिले उनी आफ्नो चुनावी अभियानका दौरान नै उनी यही शैलीमा प्रस्तुत हुन्छन्। र्यापर भएकाले पनि उनमा यस्तो शैली विकसित भएको हुन सक्छ, अनि यही शैलीले गर्दा उनीसँग भावनात्मक रूपमा युवा पुस्ता जोडिएका छन्। उनकी पत्नी सबिना काफले पनि यसपटकको निर्वाचनमा खुलेरै लागि परेको देखिएकी छिन्। उनले पनि बालेनको पक्षमा विभिन्न किसिमको मार्केटिङ स्ट्राटेजी प्रयोग गरिरहेकी छिन्। यो भिडियो हेर्नुहोस्। यसमा जुन तरिकाले उनले दरबार मार्गमा बिछ्याएको ग्रेनाइड देखाइरहेकी छिन्, त्यसमार्फत उनी बालेनले गरेको कामको इन्डाइरेक्टली प्रचार गरिरहेकी छिन्। यो शैलीलाई सबलाइन मार्केटिङ भनिन्छ। यस्तोमा वस्तु तथा सेवाहरूको प्रिमियमनेस प्रति मानिसहरूको गहिरो भावनात्मक सम्बन्ध स्थापित गराउने र ती वस्तु तथा सेवाको प्रचार गर्ने हो। उनले पनि यहाँ त्यही नै गरेकी छिन्। यसका साथै कहिले झापाको भ्यू टावर आफ्नो स्टोरीमा राख्दै त कहिले गुइठा उपहारको रूपमा लिँदै उनले बालेनको चुनावी अभियानलाई मद्दत गरिरहेकी छिन्। केपी ओलीले गुइठालाई लिएर गरेको टिप्पणी पश्चात उनले यसरी झापावासीबाट गुइठा लिनुलाई अर्थपूर्ण रूपमा हेर्न सकिन्छ। अनि यसो गर्दा नकारात्मक टिप्पणी गर्ने ओलीलाई मेसेज पुग्ने र बोलेर कुनै जवाफ दिइरहनु नपर्ने हुन जान्छ र अन्ततः यसले मतदातामा पोजिटिभ इम्प्याक्ट पार्ने पक्का छ। बालेन झापा बाहिरका अन्य जिल्लाको दौडामा रहँदा झापाको चुनावी प्रचार उनले नै सम्हालेकी छिन्। स्थानीय चुनावदेखि नै मुख्य रूपमा डिजिटल माध्यमलाई प्रयोग गर्दै आएको बालेन र उनको टिमले अहिले पनि सो कार्यलाई जारी राखेको देखिन्छ। 79को निर्वाचनका बेला सामाजिक सञ्जालको प्रयोगबाट व्यापक प्रचार प्रसार गर्नेदेखि सर्च इन्जिन अप्टिमाइजेसनसम्मका कार्यहरू गरेको उनको टिमले अहिले पनि उक्त स्ट्राटेजीलाई निरन्तरता दिएको देख्न सकिन्छ। सेलिब्रिटी, इन्फ्लुएन्सर लगायतले स्वतः स्फूर्त उनको प्रचार गर्ने त छँदैछ, आरओएनबी लगायतका सञ्जालहरूले पनि
उनको तर्फबाट सक्रिय क्याम्पेनिङ गरिरहेका छन्। उनले महानगरमा गरेका कामहरूको सफ्ट मार्केटिङ गर्नेदेखि लिएर उनका पोस्टर फोटो सार्वजनिक गर्नेसम्मले उनको डिजिटल प्रचार प्रसार शैलीलाई अझै तीव्र बनाइरहेको छ। विश्वका अन्य देशलाई हेर्ने हो भने पनि 2008 मा बाराक ओबामाले सामाजिक सञ्जाल प्रयोग गरेर गरेको चुनावी क्याम्पेन विश्व चर्चित छ। यो नै सामाजिक सञ्जालको पहिलो ठूलो प्रयोग थियो समेत भन्ने गरिन्छ। नेपालमा पनि जेनजी आन्दोलन पश्चात जेनजी पुस्तामा राजनीतिक चेत बढेसँगै यसपटक सामाजिक सञ्जालमा चुनावी क्याम्पेन अझ आक्रामक बनिरहेको छ। नयाँ पुराना सबै पुस्ताका उम्मेदवारहरूको सामाजिक सञ्जालमा पेड पोस्ट, स्पोन्सर कन्टेन्ट र अन्य क्याम्पेनिङहरू प्रशस्त देख्न सकिन्छ। एउटा इन्जिनियरिङ पढ्दै गरेको विद्यार्थी र्यापर एकाएक काठमाडौँको मेयरका रूपमा उदाउँछन् र फेरि एकैपटक मुलुकलाई वर्षौंदेखि हाँकिरहेका स्थापित दलका अध्यक्ष पूर्व प्रधानमन्त्रीलाई नै च्यालेन्ज गर्दै नयाँ प्रधानमन्त्रीको दावेदारी सहित उम्मेदवारी दिन्छन्। सुन्दा अन्डरडगको स्टोरी जस्तो सुनिने उनको यस्तो उदयले नै पनि ठूलो युवा जमात भावनात्मक रूपमा गहिरो गरी उनीसँग जोडिएको देखिन्छ। अब यस्ता विभिन्न स्ट्राटेजीहरू सहित चुनावमा होमिएका उनले केपी शर्मा ओलीलाई झापा 5 मा हराउन सक्छन् या सक्दैनन्? उनका यी स्ट्राटेजीले के कस्तो काम गर्लान् त्यो हेर्न फागुन 21 सम्म कुर्नै पर्ने देखिन्छ। तर एउटा कुरा के प्रश्न छ भने परिवर्तनको चाहना राख्ने युवा पुस्तालाई उनले एक किसिमको आशा जगाइदिएका छन् अनि नेपाली राजनीतिमा एउटा नयाँ टेम्प्लेट पनि सिर्जना गरेका छन्। पर्सनल ब्रान्डिङ, सोशल मिडिया, डिजिटल माध्यमको प्रयोग, टिम स्ट्राटेजी जस्ता कुराहरूको प्रयोगले युवा पुस्ताले परम्परागत राजनीतिक संरचनालाई चुनौती दिन सक्छ भन्ने कुरा स्थापित गरिदिएका छन्। झापा 5 को यो प्रतिस्पर्धा केवल दुई व्यक्ति बीचको चुनावी लडाई मात्र नभएर नेपाली राजनीतिक भविष्यको एउटा महत्त्वपूर्ण टर्निङ पोइन्ट बन्ने पक्का छ। यहाँबाट कसले जित्छ भन्ने कुराले नेपाली राजनीति कता मोडिन्छ भन्ने कुरालाई प्रभावित गर्ने स्पष्ट छ। तपाईलाई के लाग्छ? उनका यस्ता प्लानहरूले के कस्तो काम गर्लान्? झापा 5 को नतिजा के होला? आफ्नो कुराहरू कमेन्ट गर्न नभुल्नुहोला अनि च्यानललाई सब्स्क्राइब गरेर हामीलाई अझै यस्तै भिडियो बनाउन सपोर्ट गर्नुस् है। नमस्कार, म अनुषा।